जहाँ दाजुबहिनी मिल्छन् त्यहाँ दुनियाँ झुक्छ, झुक्न बाध्य हुन्छ। मेरो जीवनको वास्तविक आधार मेरा दिदी हुन्, मेरा बहिनी हुन्। दुनियाँसँग हाँसौँला तर समस्या आइपर्दा एक हुनपर्छ। सम्बन्धमा प्रेमको साँचो उदाहरण दाजुबहिनी हुनपर्छ। फुट्न हुन्न, जुट्न पर्छ। आइलागे केही एउटा माथि चोट परे अर्को ढाल बनी उभिनुपर्छ। न कसैको अगाडि झुक्न परोस्, न कसैले झुकाउन सकोस्, यस्तो उदाहरण बन्नुपर्छ। सम्पत्तिमा त के छ र, त्यसैको लागि सम्बन्ध टुटाउनु हुँदैन, फुटाउनु हुँदैन। मेरो साँचो सम्पत्ति मेरा दिदी हुन्, मेरा बहिनी हुन्। मेरा भरोसा मेरा दिदी हुन्, मेरा बहिनी हुन्। मेरो धरातल मेरा दिदी हुन्, मेरा बहिनी हुन्। सुख दुःखका पहिला साथी हुन्। अर्जुनका लागि कृष्ण जस्तै मेरा सारथी हुन्। मेरी दिदी बहिनी मेरो वास्तविक आधार हुन्। अनि म चाहन्छु मेरो बहिनीको आँट बन्न सकूँ, मेरो दिदीको विश्वास बन्न सकूँ। यति भए भोलि म ढले भने मेरो काँध कसैलाई भारी नहोस् पनि। म चाहन्छु म ढले भने मेरो काँध कसैलाई भारी नहोस् पनि। यति भए घरमा कसैले दाइ त भरोसा रहेछ भन्ने दिन आओस्। यति भए त किन चाहियो र मलाई सम्पत्ति पनि। मेरा आधार, मेरा विश्वास, मेरा धरातल, मेरा अन्तिम सहारा मेरा दिदी बहिनी हो।